र सर्वोच्चमा आगो लागेको छैन। यो उद्देश्य कुन उद्देश्यको लागि ल्याएको? अहिले म तपाईँलाई भनौँला कुन उद्देश्यको लागि ल्याएको। आज हिजो 5 रुपियाँ तेलमा बढ्दाखेरि नि शङ्करदेव र आरएन क्याम्पसबाट आगो खोइ आज ती विद्यार्थी सङ्गठन कहाँ छन्? कसका भेडा बाख्रा चलाउनु गर्छन् ती विद्यार्थीहरू? के गर्दैछन्? के गर्दैछन्? तर हाम्रो नागरिक बचाउ अभियानको विद्यार्थी संगठनले 1 हप्ताभित्रमा यो तेलको मूल्य फिर्ता लिएन भने अब आन्दोलन सुरु गर्छ। गर्न तयार छ होइन भाइ? हाम्रो विद्यार्थी संगठनले गर्छ। विद्यार्थी संगठन खारेज गर्ने आँट अब नगर्नुहोस्। विद्यार्थी संगठन किन चाहिने रहेछ भन्दा आवाज उठाउन चाहिने रहेछ। हिजो 2 रुपियाँ बढ्दाखेरि नि आज बोलेको ठाउँ होइन, आज 100 रुपियाँ बढ्दाखेरि नि बोल्दैन। 137 को तेल आज 237, 147 को पेट्रोल 247। अनि यता चाहिँ भिडियोमा गरिबको चमेली बोलिदिने कोही छैन भनेको छ। एल्गोरिदम प्रयोग गरेर जम्मै बेकु बनाए। अनि उता कालोकोटमा राजा महेन्द्र र हाम्रो प्रधानमन्त्रीको फोटो है सँगै राखेर हिँडाइदिएको छ। अब राजा केही छन् यहाँ राजावादी पत्रकारहरू, उहाँले त राजा ल्याइहाल्नुहुन्छ। दुर्गा प्रसाईको मुखमा टेप लगाइदिइहाल्यो। ठिक छ त, राजा ल्याउन 25 वर्ष चलाऊ, म सहयोग गर्छु। प्रधानमन्त्री हुने मात्रै त्यही दिन भइहाल्थ्यो नि। मलाई सेनाले बोलाएर प्रधानमन्त्री बनाएकै हो। मैले नलेको 24 गते राति नै हुन्थेँ। सांसद हुने भए अस्ति 2 नम्बर क्षेत्र म एक्लै त जित्थेँ नि। म स्वागत नेपालहरू जस्तो भुक्रुक्क भएर फर्किनु पर्दैन थियो नि। मलाई थाहा थियो नि मैले जित्थेँ। जुन ठाउँमा मैले 3-3वटा स्कुल बनाएको थिएँ, 9-9वटा मन्दिर बनाएको थिएँ, जुन ठाउँमा मान्छेको उपचार गरिरहेको छ। तर मलाई सांसद चाहिएको होइन, मलाई राष्ट्र चाहिएको, देश चाहिएको, मुलुक चाहिएको। मेरा दाजुभाइ दिदीबहिनीहरू आज खाडीमा अलपत्र बसेर परेका दिदीबहिनी दाजुभाइहरू यो ठाउँमा आउनुपर्छ र पासपोर्ट बनाउने काम चाहिँ बन्द गर्नुपर्छ भन्ने मान्छे चाहिएको। पासपोर्ट बनाउने काम बन्द गर्नुपर्छ। हेर्नुहोस्, त्यसले गर्दाखेरि म सस्मित पोखरेलजीलाई के भन्छु भने, सक्नुहुन्छ सस्मितजी र तपाईँको श्रीमतीले बडा राम्रोसँगले भन्नुहुँदो रहेछ बेलुका बेलुका, सस्मित अब के हुन्छ भनेर। अब नर्स पाउँदैन अलिक दिनमा। सस्मितजी, सस्मित कि अस्मित सस्मितजी, अब तपाईँको श्रीमती त नर्स हुनु होइन होला, एकजनाले हुँदैन होला। हेर्दा हेर्दा नर्स जस्तै देखिनु हुँदो रहेछ, फेरि डाक्टर जस्तै देखिनु हुँदो रहेछ। उहाँलाई सोधिदिनुहोस् सस्मितजीको श्रीमतीलाई, अब नर्सको लागि के गर्ने? खाडीमा डान्स बारमा हाम्रा चेलीबेटी पठाउने कि सस्मित नर्स बनाएर खाडीमा स्टेथोस्कोप बोकेर सेतो एप्रोन लगाएर बिरामी हेर्ने नर्स पठाउने भनेर सोधिदिनुहोस्। सोधिदिनुहोस् क्या सस्मितजीको, म बुहारी नै भन्छु बुहारीलाई। अब अलिक दिनमा नर्सहरू नगएर हस्पिटल बन्द हुँदैछ, तपाईँले तिर हस्पिटल बन्द हुँदैछ, त्यो पनि सोधिदिनुहोस्। र आइतबार किन छुट्टी गरियो भन्दाखेरि नि क्रिस्चियनहरू चर्चमा जान्छ क्या आइतबारको दिन, त्यसको लागि। अनि शनिबार र आइतबार छुट्टी भएपछि त अमेरिका भइगयो देश। अनि राम्रा छन् उनीहरू, चिटिक्क सुटिला मुटिला छन्। 200 तोला 400 तोला सुन भएका, 200 तोला 400 तोला सुन भएका होइन, भाइहरूको सम्पत्ति भएका मान्छेहरू छन्। अब उनीहरू त 5 स्टार होटलमा बसेर खाना जान्ने होइन। कस्ता कस्ता छन् त्यहाँ? जुत्ता कम्पनीका मालिक, ब्याङ्कका मालिक, होइन सक्छ। गरिब त कोही छैन, सांसद पढाइ लेखेका इङ्ग्लिस बोल्ने छन्, हो कि छन् नि त। त्यसले गर्दाखेरि म उहाँहरूलाई सोध्छु, अब हामीले मेडिकल कलेज के गरौँ? अस्पताल स्वास्थ्य मन्त्रीलाई सोध्छु, तपाईँ शिक्षा र स्वास्थ्य फेरि भन्दै गर्दा तपाईँ पनि नर्स हुनुहुँदो रहेछ, नर्सका पीडा तपाईँलाई थाहा छ होला। नर्स नभएर हस्पिटल बन्द हुँदैछन् भनेर कि तपाईँलाई थाहा छ कि छैन? हो कि भनेपछि तपाईँले के गर्ने हो? अनि त्यो पैसा तिर्न पर्छ कि पर्दैन स्वास्थ्य बिमाको? हामी त के भन्छौँ? हामीलाई 300 जना विद्यार्थी पढाउन दिनुहोस्, हामी 200 जना विदेशी विद्यार्थी ल्याएर पढाउँछौँ, 100 जना नेपाली पढाउँछौँ। त्यसमा 300 जना पढाए बापत 30 जना डाक्टर फेरि पढाइदिन्छौँ। फेरि हामीलाई 1000 जना नर्स पढाउन दिनुहोस्,
हामी 200 जना फेरि बनाइदिन्छौँ गरिबका छोराछोरी। हामी त्यो भन्छौँ। हामी देखाउन आएका होइनौँ, देखाउँदैनौँ। देश बनाउने हो भने, साँच्चै देश बनाउने हो भने म बालनजीलाई, सम्माननीय प्रधानमन्त्रीलाई म के भन्छु भने एउटा युवा हुनुहुन्छ, आँट गर्नुहोस्, तेलको भाउ पहिलाको ठाउँमा ल्याउनुहोस्, करमाथि कर नलाउनुहोस् र एमसीसी र एसपीपी क्याबिनेटबाट खारेज गर्नुहोस्। क्याबिनेटबाट नभए तपाईँ कुरा पत्याउँदैनन् मान्छेले। नभए 6 महिना पछाडि तपाईँ पनि राजा ल्याउने राजेन्द्र लिङ्गदेन हुनुहुन्छ। अहिले तपाईँसँग धेरैले आश गरेका छन्। एक दुईजना डक्टरहरू, एक दुईजना मिडियाका साथीहरू बालन भनेको महा मान्छे, राजा ल्याउने बालन ल्याऊ भन्नुहुन्छ। सायद ठिक होला, उहाँलाई आश लाग्नु स्वाभाविक हो। तर राज संस्था ल्याउने पनि तपाईँसँग बहुमत छ त। निर्णय गर्नु त म भए अहिले क्याबिनेट बोलाएर निर्णय गर्थेँ। अहिले एसपीपी खारेज गर्नुहोस् त। तपाईँहरू कुन धारमा हुनुहुन्छ? मैले केही भएर चुनाव नगरौँ, पहिला संविधान संशोधन गरौँ, त्यस पछाडि संविधान संशोधनको लागि सर्वपक्षीय सरकार बनाऊ, संविधान संशोधन गरौँ, नमिलेका कुराहरू मिलाऊ, राजालाई स्थापित गरौँ, अनि हामी पनि चुनावमा जाउँ भनेर मैले भन्दाखेरि तपाईँहरूलाई हठात चुनाव, सेनालाई पनि चुनाव चाहियो, पुलिसलाई पनि चुनाव चाहियो, अब सबै भयवर्गलाई चुनाव चाहियो। चुपचाप घन्टीछाप आज जम्मै भत्किन थाले। बुढाले देखिहाल्यो, पोखराले देखिहाल्यो, अब काठमाडौँका कोरिडोरका सुकुम्बासीले देख्छन्। अब अर्को कुरा, सुकुम्बासीको समस्या, उसको मास्टरहरूको, शिक्षकहरूको, करार शिक्षकहरूले अब जागिर खान नपाउने भयो। अब करारका शिक्षकहरूले हिँड्ने दिन आए विदेश खाली। अर्को कुरो, मालपोत कार्यालयमा करिबन भाइ देशभरि सबै मालपोतमा गरेर करिबन 2 लाख मान्छे आश्रित थिए टेबलमा बसेर लेख्ने। हामी पनि गएर मालपोतमा लेखाउँथ्यौँ होइन, हामीलाई लेख्न आउँदैन नि, राजीनामा भर्न आउँछ आउँदैन, त्यो पनि बन्द। त्यहाँ पनि बेरोजगारी, यता बेरोजगार सिर्जना गर्ने, यता सबै गरेर के गरेको छ, आजै पासपोर्ट, आजै सर्व स्वीकृति, आजै हावाईजहाज घरमा जाने भए घरमै लगेर हावाईजहाज पुर्याएर मान्छे हालेर गाडी पठाइहाल्यो। किन देश खाली गर्नु छ? यहाँ छिटो सेना ल्याउँछ। तपाईँहरूलाई मैले भने त, आज मलाई गाली गर्छन् होला धेरैले, तर यसको रिजल्ट अब 6 महिना पछाडि आउँछ। मैले सुरुमा भन्दा जहिले मान्छेलाई के लाग्छ, के भनौँ भन्ने लाग्छ, तर पुग्ने नै मैले भनेको कुरा पुग्ने नै। 6 महिना पछाडि हेर्नुहोस् के हुन्छ। 6 महिना पछाडि तेलको भाउ 100 रुपियाँ बोल्दा किन बोल्दैन? र म विद्यार्थी सङ्गठनलाई के भन्छु भने अब तपाईँहरू राँके जुलुस गर्नुहोस्, आन्दोलनको तयारी गर्नुहोस्, पक्रिन्छन् भने पक्रिनु, छोडिनुहोस् देशको लागि। त्यसले गर्दाखेरि धेरै दिन पछाडि मैले यो गर्दैछु। र अर्को, सिआइएको साउथ एसियाको चिफ आउँदैछन् भोलि र पर्सिमा। अर्को विदेश मन्त्री आउँदैछन्। बालनजीलाई संसारको सबैभन्दा ठुलो शक्तिशाली मान्छे बनाएर यहाँबाट लिएर जाँदैछ टाइम म्यागाजिनको। हेर्नुहोस् उनीहरूले के गर्दा रहेछ। लक्ष्मी विष्टले भनेको थियो नि, त्यो सरकार गिराउनु पर्यो भने पुरानो दललाई के गर्नुपर्छ, नयाँ मान्छेलाई के गर्नुपर्छ, कसरी हाइटमा लानुपर्छ भनेर। तपाईँलाई एउटा कुरा के भन्छु भने बङ्गलादेशमा युनुस अन्सारी भन्ने होइन पहिलाको मन्त्री, प्रधानमन्त्री, उनलाई के गरियो, मेगासिसी दिलाइयो, त्यस पछाडि नोबेल पुरस्कार दिलाइयो, त्यहाँको प्रधानमन्त्री बनाइयो बङ्गलादेशको। उहाँले नै चुनाव गराउनु हो, प्रधानमन्त्री बनाएपछि अमेरिकन सिएना ल्याएर हालियो। त्यहाँ कुरा बुझे हो। आङ सान सुकीलाई पनि नोबेल शान्ति पुरस्कार दिइयो, तर त्यहाँ चाइना र इन्डियाले के गर्यो भने उनीहरूलाई खतरा हुन्छ भनेपछि त्यहाँ सैनिकको कु गरेर आजसम्म आङ सान सुकीलाई थुनेको छ। भोलि नेपालमा त्यो स्थिति आउँदैछ। त्यो दिन मैले देख्दैछु छिटै, त्यो दिन
संसारको कति नम्बरमा राखेको छ अरे शक्तिशाली 24 नम्बरमा होइन। न एकजना मान्छे विदेशबाट उद्धार गरेको छ, न कसैलाई 100 रुपियाँ पैसा दिएको छ। उहाँ बोल्नु हुँदैन हुँदैन। भयभरका मान्छे लखेटिदिएको छ जुन बस्ती गएर के को शक्तिशाली बनाएको त्यो थाहा छैन। अब अमेरिकन विदेश मन्त्री आएर यहाँ सबै सिकाएर पहिलो भर्मण अमेरिका, त्यसले के अर्थ राख्छ त्यो बुझिहाल्नुहोस् तपाईँहरू। चुपचाप भनिदिन्छ कुरा बुझे होइन। अब मैले सुनेको रविजी पनि दक्षिणतिर जानु हुँदैछ पूजा गर्नलाई सर सामान लिएर।